पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो। हो, बनाइयो, मेरै पालामा बनेको। तर निधारमा लेखेको हुँदैन नि यो चोर हो कि राम्रो हो भनेर, साधु भनेर थाहा त हुँदैन। त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। एउटा हिन्दीमा एउटा कहावत छ, हमें तो अपनों ने लूटा, गैरों में कहा था दम, मेरी किस्ती थी डूबी जहां पानी था कम। यही हुनाले यो समस्या उत्पन्न भएको। र अन्तमा म भन्न चाहन्छु, यहाँ उपस्थित भएका आदरणीय मान्यज्यूलाई म अनुरोध गर्न चाहन्छु, भैरवमा एकचोटि हेरौँ न। पोखराको त टेलर मात्रै हो, फिल्म हामी भैरवमा हेरौँ न। त्यहाँ भैँसी चरिराखेको छ, हजारौं भैँसी त्यहाँ एयरपोर्टमा भैँसी चरण भएको छ। त्यति मात्र नभएर त्यहाँ माछा मारिराखेका छन्। अनावश्यक राज्यलाई लोड थप्ने गरी चाहिने जुन एयरपोर्ट चाहिने भार थपिएको छ, 23 अरबको जग्गा चाहिने खरिद गरेर त्यहाँ भ्रष्टाचार गरेको छ। यो पनि म मान्यज्यूलाई अनुरोध गर्दै आफ्नो भनाइ अन्त गर्छु। धन्यवाद, नमस्कार।